म यति बेला जमलको साकुरा ट्रेनिङ सेन्टरमा छु। तपाईहरुलाई म यहाँ ट्रेनिङ क्लासबाट तपाईहरुलाई भिडियो प्रत्यक्ष तयार पार्दैछु। यदि तपाईहरु नेपालमा काम सिक्न चाहनुहुन्छ भने साकुरा ट्रेनिङ सेन्टरलाई पनि सम्झन सक्नुहुनेछ। भनेपछि दोस्रो खुसीको कुरा के छ भने यहाँबाट तपाईहरुलाई जब प्लेसमेन्ट पनि गरिन्छ। तपाईहरुसँग कुनै शुल्क लिइदैन, किन भन्दाखेरि हामी नेपालीलाई चाहिँ निस्वार्थ भावनाले सेवा गर्ने उसमा हामीहरु लागिरहेका छौं। त्यसैले तपाईहरु नेपालमा रोजगार पाउनु भएको छैन, भौतारी रहनु भएको छ, कुक काम जानेर पनि र अन्य ड्राइभर भयो, हाउसकिपिङ भयो, यसरी चाहिँ भौतारी रहनु भएको छ भने नकमाउनु चाहिँ 20,000 कमाए पनि तपाईहरुको हातमा आउन सक्छ। र यहाँले यति राम्रो काम गर्नु भएको रहेछ नेपालमा हैन। कयौं ट्रेनिङ सेन्टरहरुले पठाएर पैसा लिने जस्ता काम पनि हुन्छन्, यहाँ कन्सल्टेन्सी खोलेर पनि बसेका छन्। तर उहाँले जबमा पठाए बापत उहाँले कामदारहरुसँग शुल्क लिनु हुँदैन रहेछ। त्यही भएर मलाई पनि एकदमै खुसी लाग्यो। र तपाईहरु यदि नेपालको काठमाडौँमा नेपालको विभिन्न ठाउँबाट दुर्गम जिल्लाहरुबाट काठमाडौँ आएर कामको लागि भौतारी रहनु भएको छ, काम हातमा सिप छ, नत्र हाउसकिपिङै गर्न चाहे पनि केही समय काम सिक्नै चाहे पनि तपाईहरु यहाँ आएर सम्झन सक्नुहुनेछ। हामीहरु नेपालीहरु एउटा सहयोगी भावनाको मन हुने भएकाले हामी पनि तपाईहरुलाई यही बाटोमा डोराउन चाहन्छौं। हामीले जसरी तपाईहरुलाई सहयोग गर्नेछौं, तपाईहरुले पनि भोलिका दिनहरुमा अरु रोजगार नपाएर भौतारी रहेका, खाली टाइम वेस्ट गरिरहेका साथीहरुलाई पनि त्यसरी नै सहयोग गर्नुहुनेछ भन्ने कुरा आशा गर्दै म हाम्रो सरसित केही कुराकानी गर्न चाहन्छु र उहाँले तपाईले आफै बताउनुहुनेछ र यहाँबाट तपाईले के गराउनुहुन्छ हैन, यसो बताइदिनुस्। तपाईले सहयोगी भावना रहेछ। नमस्ते सबैमा नमस्ते। मैले यहाँ नेपालमा बेरोजगारी कोही नरहुन्, कुनै देश जिल्लाका पनि बेरोजगारी नरहुन् भनेर मैले यहाँ नेपालीहरूलाई चाहिँ मैले कामको लागि होटल क्षेत्रमा चाहिँ जुनसुकै ठाउँमा नि मैले पठाउँछु। कुक, वेटर, सेफ, मसल्ची, हाउसकिपिङ, सुपरभाइजर हैन, अनि त्यसपछि म्यानेजर, त्यसपछि काहीँ चाहिँ अब जिएमई, यी सबैलाई मैले चाहिँ ठाउँमा मैले पठाउँछु। बारिस्टा, त्यहाँपछि काम जानेकालाई चाहिँ काम जानेकै भरमा पठाउँछु, काम नजानेकालाई चाहिँ ट्रेनिङ गरेर भनेर गर्छु। ट्रेनिङ गरेपछि शुल्क लायो, यहाँ सामान किनेर ट्रेनिङ गर्नुपर्छ, सामान चाहिन्छ। त्यो भएर काम गर्नेको चाहिँ मलाई केही पनि पैसा हामीले लिने गरेका छैनौँ। कहीँ ट्रेनिङ चाहिँ जब सेन्टरमा गएर पैसा तिरेर आएका रहेछन् भने त्यो पैसा फिर्ता ल्याऊ, तिमी राख, तिमीले घरमा चामल किन, त्यो राख, तिमीलाई म जब हालिदिन्छु बाबु भनेर हामीले त्यसोसम्म पनि गरिरहेको छु। त्यस कारणले मैले धनी 2 लाख जति मान्छेलाई चाहिँ मैले धेरै वर्ष पहिलेदेखि मैले काममा लगाइसकेँ। तर पनि मलाई राज्यले नै अहिलेसम्म केही सम्मान को साथ यत्रो मान्छेले काम लगायो भनेर कसैले केही गर्न सकेको छैन। तर नगर्ने मलाई आत्मसन्तुष्टि के छ भने मैले काममा 2-4 जना नहालेको दिनमा चाहिँ के बिर्स्यो भने जस्तो हुन्छ। तर मैले 2-4 जना काम हालेपछि मलाई छुट्टै आनन्द आउँछ कि ओहो भाइ बहिनीहरू हाम्रै फ्यामिली परिवार जस्तै त हो नि। चाहे झापा बसुन्, चाहे काभ्रे बसुन्, चाहे सिन्धुली बसुन्, ती सबै हामीले हाम्रै सन्तान हुन् जस्तो लागेर चाहिँ आनन्द आउँछ। त्यो भएको हुनाले यही नेपालमा नि मैले 1.5 लाख 2 लाखसम्ममा सेफहरूलाई, राम्रो सेफहरूलाई 1.5 लाख 2 लाखसम्म म यहीँ नेपालमै काम हालिदिन्छु। त्यस कारणले 12-15 हजारदेखि 12, 15, 30, 35, 40, 45, 50, 1.5 लाखसम्म खान पाइन्छ भने हामीले नराम्रो त होइन नि। तर काम गर्न जान्नु पर्यो र काम सिक्नु पर्यो। काम सिक्छु भनेर हामीलाई नि मेरै ट्रेनिङ सेन्टर छ यहाँ जमल साकुरा होटल टुरिज्म ट्रेनिङ सेन्टर। यहाँनिर कि बारिस्टादेखि कुक, वेटर, बारिस्टा सबै हामी सिकाउँछौँ। यसको लागि खर्च चाहिँ छुट्टै लाग्यो, तर जब जहाँ लगाए पनि लाग्दैन। तपाईँ विराटनगर हुनुहुन्छ, विराटनगरै म जबमा हालिदिन्छु। तपाईँ नगरकोट हुनुहुन्छ, नगरकोटमै हालिदिन्छु। तर इमान्दार त अलिकति नभएको देखिन्छ, किनभने मान्छेहरूले कसैले मोबाइल चोर्ने, कसैले केही गर्ने भएर। त्यो भएको कारणले चाहिँ डकुमेन्ट अहिले चाहिँ हामीलाई आवश्यक छ। डकुमेन्ट मागेर राख्छौँ र जबमा हामी सबै ठाउँ पठाइदिन्छौँ। हामीले यो जिल्ला ऊ जिल्लाको भन्दैनौँ। मैले समथिङ सबै 75 जिल्ला 76 जिल्लालाई पुऱ्याइसकेको छु। जाहिरमा मैले सबै ठाउँ हालेको छु। मसित डकुमेन्टहरू सबै छ। मसित उहाँको लिस्ट पनि अलिअलि मैले चाहिँ सकेसम्म भर्खर अलिअलि 2-3 वर्षको मैले लिस्ट
त्यो डकुमेन्टहरूको चाहिँ ऊ राखेको नामावली राखेको त्यो भएको हुनाले हामीले निस्वार्थ गरेको कारणले तपाईँहरू अहिले पनि बेरोजगारी कतै नेपालमा हुनुहुन्छ भने म ध्रुव ढकाल, मलाई सम्झनुहोस्। मैले यहाँ कसरी हुन्छ, कसैलाई त गाडी भाडा दिएरसम्म मैले पठाएको छु। यहाँबाट ललितपुर जानु पऱ्यो भने उसलाई गाडी भाडा छैन भन्यो भने मसित भएछ भने मैले दिन्छु, नभए यहाँ अरू कोही साथीहरूसित भएको साथीहरूलाई पनि कहिले ल्याउ त म तपाईँलाई भएर दिन्छु भनेर सापाटी गरेर दिएर पठाइदिन्छु र जाहिर खान्छन्। कतिले त राम्रो छन्, एहो ध्रुव सर भनेर भन्छन्, कतिले नि फेरि जाहिर पछि फर्केर नि आउँदैनन्। तर अब नेपालीको अलि राम्रो गुण पनि नहुने नि हो कि के हो होइन। त्यो भएको हुनाले मैले बेरोजगार अहिले कोही भाइ बहिनी छन् भने यहाँ काम सिक्नुहोस् अनि विदेश जानुहोस् बरु, अथवा यहाँ काम सकेसम्म नेपालमै काम गर्नुहोस्। मैले नेपालमा काम गर्नलाई अझ सक्दो प्रयास गरेर मैले तपाईँहरूलाई सबैलाई हालिदिन्छु। हस् त, नमस्कार। यति राम्रो समाजसेवा सोच राख्नु भएको व्यक्तित्वसँग मिलेर मलाई पनि एकदमै खुसी लाग्यो। सेवा नै धर्म हो, धर्म नै कर्म हो, कर्म नै जिन्दगी हो भन्ने नाराका साथ हामी तपाईँहरू बिचबाट ओझेल पर्न चाहन्छौँ र तपाईँहरू सकभर रोजगार गरेर काम सिकेर नेपालमै रोजगार गर्नुहोस् भन्न चाहन्छु। सकभर विदेश नजाऊ, विदेश गइसकेपछि आफ्नो आफन्तहरू सधैँभरि टाढिन्छ। त्यसैले काम सिकेर सकभर आफ्नै देशमै रोजगार गर्नु, भएन भने पर विदेश जाने बाटो छँदैछ र सम्पूर्णलाई हामीलाई कन्ट्याक्ट गर्न अनुरोध गर्दछु। धन्यवाद।